च्याप्टर 12 मा रहेको मोस्ट इम्पोर्टेन्ट मिनिङ लिएर उपस्थित हुँदैछु। भिडियोलाई स्किप नगरी अन्त्यसम्म हेर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला। सुरु गर्छु। थेजोङ खेतुङ भनेको छ सार्वजनिक यातायात। थेजोङ खेतुङ भनेको सार्वजनिक यातायात। सिने भनेको छ सिने भनेको सहर। वैसा भनेको कम्पनी। खेतुङ सुदान भनेको छ खेतुङ सुदान भनेको यातायात साधन। त्यसैगरी आस अस भनेको छ आस अस भनेको एको कारणले, यसले कारणले भन्ने अर्थ दिन्छ। माउल फस्सु भनेको गाउँमा चल्ने बस है, लोकल बस भनेर पनि बुझ्न सकिन्छ। माउल फस्सु भनेको चाहिँ गाउँमा चल्ने बस। सिने फस्सु भनेको छ सिने फस्सु भनेको सहरमा चल्ने बस। सिओए खोसोक बस्सु भनेको छ सिओए कोसुक बस्सु भनेको सहर बाहिर चल्ने एक्सेस बस भन्छ है। सिओ कोसुक बस भनेको एक्सेस बस। ट्याक्सी भनेको ट्याक्सी भनेको ट्याक्सी। खिचा भनेको रेल। केटिएक्स कोसोक एल्छा भनेको छ तीव्र गतिमा चल्ने रेल है, एक्सप्रेस रेल। चियाछल भनेको भूमिगत रेल। फियङ्गी भनेको हवाईजहाज। फे भनेको पानी जहाज। छाजनग भनेको साइकल। ओथोबाई भनेको मोटरसाइकल। पशु छङ्न्युजाङ भनेको बस स्टप। पशु थर्मिनल भनेको बस पार्क है। खिचा एक भनेको रेल स्टेसन। छियाछरेक भनेको सबवे स्टेसन। खोङाङ भनेको एयरपोर्ट, विमानस्थल। अथखे भनेको कसरी। फन भनेको नम्बर है, नम्बर। अल्माना भनेको कति। त्यसैगरी खल्लिदा भनेको समय लाग्नु। थुरक भनेको ट्रक। चुम भनेको लगभग। थागो खादा भनेको चढेर जानु। थागो ओदा चढेर आउनु। खर खादा हिँडेर जानु। खर ओदा हिँडेर आउनु। नेरिदा भनेको तल झर्नु। खारा थादा वानसङ आदा भनेको परिवर्तन गर्नु अथवा परिवर्तन गरेर चढ्नु। वानसङ आदा भनेको परिवर्तन गरेर चढ्नु। खारा थादा भनेको सवारी बदल्नु, परिवर्तन गरेर चढ्नु भन्ने अर्थ हुन्छ। चिनादा भनेको पार गर्नु। खत्ता भनेको हिँड्नु। सिल्गुन सिगान भनेको काममा जाने समय। थोइगुन सिगान भनेको कामबाट फर्किने समय। छुलथोइगुन सिगान भनेको काममा जाने आउने समय। छागा माखिदा भनेको गाडी जाम हुनु। छागा माखिदा भनेको गाडी जाम हुनु।
छेसी दोइदा भनेको उल्लेख गर्न। छेसिदैन भनेको प्रस्तुत गरिएको, उल्लेखित गरिएको। छम्छनी मासुमे छुस्सेयो भनेको छ। छम्छनी मासुमे छुस्से भनेको बिस्तारै कुरा गरिदिनुहोस्। छम्छनी भनेको बिस्तारै, मासुमे छुस्सेयो भनेको छ बिस्तारै कुरा गरिदिनुहोस् भनेको। छुम भनेको चाहिँ यसो है, सो अलि भन्ने अर्थ हुन्छ। हानगुगे थेजुङ खेतुङ भनेको छ कोरियाको सार्वजनिक यातायात। इदोङ हाल स्वित सुविधा भनेको छ आउने जाने, आवजावत गर्न सकिन्छ, आउने जान सकिन्छ भनेको है। छाङ्गरी थेजुङ खेतुङ भनेको छ। छाङ्गरी थेजुङ खेतुङ भनेको चाहिँ लामो दूरीको सार्वजनिक यातायात है। छाङ्गरी भनेको लामो दूरीको सार्वजनिक यातायात। यो गरी भनेको चाहिँ दूरी भन्ने अर्थ दिन्छ है। छाङ्गरी भनेको लामो दूरीको सार्वजनिक यातायात। थोसीगान भनेको छ। थोसीगान भनेको सहरभित्र। इदोङे भनेको छ। इदोङे भनेको चाहिँ सञ्चालनमा आएको। इदोङे भनेको सञ्चालनमा आएको अथवा इदोङे भनेको आवजतमा आएको, जस्तै आउने जानेमा भनेको है। खाजङ नल्ली भनेको छ। खाजङ भनेको सबभन्दा, नल्ली भनेको व्यापक, सबभन्दा व्यापक, सबैभन्दा व्यापक है, व्यापक रूपमा भनेर। यङ दोइनन भनेको छ। यङ दोइनन भनेको चाहिँ प्रयोग भएर। यङ दोइनन भनेको प्रयोग भएर। यसो खेदोङ सुदान भनेको छ। खेथोङ सुदान भनेको सार्वजनिक यातायात। थेथोसी भनेको छ प्रमुख सहर अथवा ठुलो सहर। थेथोसी भनेको ठुलो सहर। एन्गेलहादा भनेको जोड्नु। एन्गेलहादा भनेको जोड्नु। चुङसोथोसी भनेको सानो सहर। चुङसोथोसी भनेको चाहिँ सानो सहर है। चुङसोथोसी भनेको सानो सहर। नोसन्दो भनेको मार्ग अथवा रोड। नोसन्दो भनेको मार्ग है। छुयुङ नोसन्दो भनेको छ। छुयुङ नोसन्दो भनेको मुख्य मार्ग है, महत्त्वपूर्ण मार्ग। छुयुङ सिमाया सिगान भनेको छ। सिमाया सिगान भनेको मध्यरातको समय। उन्याङ दोइदा भनेको छ। उन्याङ दोइदा भनेको सञ्चालन हुनु। चालबुन खरी भनेको छ। चालबुन गरी भनेको छोटो बाटो। इदोङ हाल्ते भनेको छ। इदोङ हाल्ते भनेको आवजत पर्दा, गर्ने बेला। थोसी खोतखोत भनेको छ सहरको स्थानमा। थोसी खोतखोत भनेको सहरको स्थानमा। सोनुल थुर भनेको छ हातको इसारा, हातलाई उठाएर। त्यसै गरी फिनटेक्सी भनेको छ। फिनटेक्सी भनेको खाली ट्याक्सी। सिना खानुन भनेको छ। सिना खानुन भनेको चलिरहेको। थेक्सिरुल फुरुलसित्ता भनेको छ। थेक्सिरुल फुरुलसित्ता भनेको ट्याक्सीलाई बोलाउन सकिन्छ। छुयुँ भनेको छ। छुयुँ भनेको मुख्य अथवा प्रमुख है। छुयुङ थेथोसी भनेको छ मुख्य सहर। छुयुँ भनेको मुख्य भयो। थेथोसी भनेको मुख्य ठुलो सहर, राजधानी, प्रमुख सहर। खिचा एक एस भनेको छ। खिचा एक एस भनेको रेल स्टेसन भएर। एस भनेको भएर है। खिचा एक एस भनेको रेल स्टेसन भएर है। छल्दो रुल भनेको छ रेलद्वारा अथवा रेल पनि भनेको रेल मार्गमा पनि। इदोङदो खानुङ हाम्निदा भनेको छ। इदोङदो खानुङ हाम्निदा भनेको, इदोङ भनेको आवजात, खानुङ हाम्निदा भनेको सम्भव हुनु अथवा सम्भव हुन्छ, यात्रा चाहिँ सम्भव हुन्छ। सेमाउल हो भनेको छ। सेमाउल हो भनेको, सेमाउल यो हो भनेको रुट अथवा नम्बर। मुङ्गुङ हवा हो भनेको छ। मुङ्गुङ हवा हो भनेको चाहिँ यो मुङ्गुङको वा रुट हो भनेको छ।